मलाई अब तिमीदेखि अति नै भइसक्यो। अब म तिमीसँग रिलेसनमा बस्न सक्दिनँ। मलाई ब्रेकअप चाहियो। त्यस्तो त नभन न अभि। म तिमीले जे भन्छौ त्यही मान्छु। जे गर्नु परे पनि गर्छु। प्लिज मलाई नछोड न अभि, प्लिज। कतिचोटि भने मैले त्यो तिम्रो जुङ्गादारी फाल भनेर, कहिल्यै सुन्दिनौ। मेरोभन्दा लामो भइसकेछ। यसरी त बाहिर त लाज हुन्छ त। तिमीले जति काट भने पनि मान्दैनौ। म आजै काट्छु बेबी, सर्लक्कै काट्छु। कहिल्यै नहुने गरी जरैदेखि उखालिदिन्छु बेबी। अच्छा अब त मलाई नछोड। त्यो त ठिकै छ, एडजस्ट गरौँला। तर तिमीले आजभोलि पादेको देखेर मलाई कब्जियत हुन लागिसक्यो। अस्ति सँगै डेटिङ जाँदा मोमो, चिकन, छोइला सँगै खाँदा खाँदै 1.5 घन्टामा 8 चोटि पार्यौ। खानाको सुगन्धभन्दा धेरै बास्ना अन्त्यबाट आइरहेको थियो। आइएम सरी बेबी। म आज नै डक्टरसँग गएर औषधि लिएर आउँछु। म आजदेखि खानामा पनि कन्ट्रोल गर्छु, चिया पनि पिउँदिनँ। प्लिज प्लिज बेबी, अब त मलाई नछोड। लास्ट चान्स देऊ न मलाई प्लिज। ओह यार ये कितनी औसम है यार। ल ठिकै छ त, फेरि पनि एकचोटि कम्प्रोमाइज गर्दैछु। यो चाहिँ लास्ट चान्स हो है। थ्याङ्क यू बेबी। ब्रेकअप, नो चान्स।